कोशी प्रदेशको तर्फबाट र म कार्यक्रम सञ्चालक हिमा चेम्जोङ महासचिवको तर्फबाट यहाँहरू सबैजनालाई न्यानो अभिवादन स्वागत सम्मान गर्दै म कार्यक्रमलाई अगाडि बढाउनको निमित्त अनुमति चाहन्छु। हामी पत्रकारिता सबलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रमको 13औं जिल्लामा आज संघसभाको यो नगरपालिका हलमा उपस्थित भएका छौँ। म फेरि पनि यहाँहरू सबैजनालाई धेरै टाढाबाट आउनुहुने आदरणीय महानुभावहरूलाई म स्वागत सम्मान गर्दै आजको यस अन्तर संवाद कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको निमित्त खाँदबारी नगरपालिकाका नगर प्रमुख आदरणीय महेश थपलियाज्यू समक्ष हार्दिक अनुरोध गर्छु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको निमित्त 5 खपर नगरपालिकाका नगर प्रमुख आदरणीय विपिन राईज्यू समक्ष हार्दिक अनुरोध गर्छु। त्यसै गरी चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाज्यू समक्ष पनि अतिथि आसन ग्रहण गरिदिनको निमित्त म हार्दिक अनुरोध गर्छु। त्यसै गरी सिलिचुङ गाउँपालिकाका अध्यक्ष भोपाल मेवाहाङ ज्यू आउँदै हुनुहुन्छ होला, उहाँलाई पनि म सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी मकाली नगर गाउँपालिकाका अध्यक्ष ओङदी छिरिङ शेर्पाज्यू समक्ष पनि म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। हामीले सूचना पाएअनुसार भोटखोला गाउँपालिका आउँदै हुनुहुन्छ, म उहाँलाई सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी म अतिथि आसन ग्रहणकै क्रममा चैनपुर नगरपालिका 5 खपर नगरपालिकाका उपप्रमुख आदरणीय सुमना श्रेष्ठज्यू समक्ष पनि म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। त्यसै गरी सभापोखरी गाउँपालिकाका उपाध्यक्ष आदरणीय लक्ष्मी चापाज्यू समक्ष पनि म हार्दिक अनुरोध गर्छु अतिथि आसन ग्रहणको निमित्त। हामीले यहाँ खाँदबारी नगरपालिकाका उपप्रमुख ज्यू समक्ष पनि हामी सम्मान गर्ने नै छौँ। त्यसै गरी हाम्रो निमन्त्रणलाई स्वीकार गरेर धेरै ठाउँबाट आउँदै हुनुहुन्छ, हामी एकदमै उत्साहित भएका छौँ यहाँहरूको उपस्थितिले। म त्यसै गरी नेपाल पत्रकार महासङ्घ संघसभाका अध्यक्ष कृष्णराज साक्यज्यू समक्ष अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। त्यसै गरी नेपाल पत्रकार महासङ्घ संघसभाका निवर्तमान अध्यक्ष तथा कोशी प्रदेश समितिका सदस्य आदरणीय इन्द्रगिरी समक्ष म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। धन्यवाद। विशिष्ट अतिथिज्यूहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरू, हामी आज यो संघसभा जिल्लामा 13औं जिल्लाको रूपमा उपस्थित भइरहँदाखेरि हामी अन्तिमै भए पनि निकै उत्साहित भएका छौँ। आदरणीय मेयर साहबहरू सबैजना उपस्थित हुनुभएको छ। हिमाली क्षेत्रमा हिँड्दै गर्दाको यो पहिलो धेरै जनप्रतिनिधिको उपस्थिति मलाई लाग्छ सम्भवतः यो नै पहिलो जस्तो लाग्छ। तराई र उता कोशी मेची कोरिडोरको क्षेत्रभन्दा हिमाली क्षेत्रमा हामीले जनप्रतिनिधिज्यूहरूलाई सम्भवतः कमै भेटेका थियौँ, तर यहाँसम्म आइपुग्दा यो उपस्थितिले हामी अझै उत्साहित बनेका छौँ। तर हामी म अतिथि आसन ग्रहणलाई फेरि पनि जोड्छु। चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाज्यू आउनुभएको छ, म उहाँलाई सम्मान व्यक्त गर्दै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। हामीले यो अन्तर संवाद पत्रकारिता क्षेत्रको सबलीकरण विषयक अन्तर संवाद कार्यक्रम किन गर्यौँ र हामीले निर्वाचित भएर लगत्तै हाम्रो पहिलो बैठकले यो कार्यक्रम तय गरेको थियो। यो कार्यक्रम गर्नु तय गरेका थियौँ, सम्भवतः हामी सफल पनि भएका छौँ। सबै जिल्ला शाखाहरूको समन्वयकारी भूमिका जुन सकारात्मक समन्वयकारी भूमिकाले गर्दाखेरि हामी आज 13औं जिल्लामा आइपुग्दाखेरि सफल भएका छौँ। म अतिथिज्यू विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई खादा लगाएर सम्मान गरिदिनु हुने यी संघसभा जिल्लाका आदरणीय सदस्यज्यूहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आजको यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनको निमित्त म नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष आदरणीय भरत खड्काज्यू समक्ष हार्दिक अनुरोध गर्छु।
धन्यवाद कार्यक्रम सञ्चालक महासचिवज्यू। यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय नगर प्रमुख द्वयज्यू, त्यसै गरी गाउँपालिकाका अध्यक्षज्यूहरू, नगरपालिकाका उपप्रमुखज्यूहरू, गाउँपालिकाका उपप्रमुखज्यूहरू र यो कार्यक्रममा उपस्थिति जनाउनुहुने पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, त्यसै गरी प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका केन्द्र, प्रदेश र जिल्लाका नेतृत्वका साथीहरू र तपाईँ सम्पूर्ण पत्रकार साथीहरूमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको तर्फबाट यो सङ्घ सभा जिल्ला हिमाली जिल्लामा यहाँहरू सबैलाई हार्दिक स्वागत, अभिनन्दन व्यक्त गर्न चाहन्छु। मैले सुरुमै यहाँहरूलाई अनुरोध गर्न चाहन्छु र धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु कि हामी मङ्सिर 28 गते निर्वाचित भएका थियौँ। मङ्सिर 24 गते हामी उम्मेदवारी दर्ता गऱ्यौँ र 28 गते निर्वाचन भए पछाडि हामी छोटो समय भएकोले गर्दाखेरि हामी सङ्घर्षवा जिल्लामा लगायत यी पहाडी जिल्लाहरूमा हाम्रो उपस्थित हुन सकेन। मतदानको बेला पनि मत माग्दै गर्दाखेरि पनि आउन सकेनौँ। कतिपय साथीहरूलाई टेलिफोनबाट पनि माग्यौँ, कतिपय साथीहरूले आफैले विवेक पनि प्रयोग गर्नुभएको छ। जे जस्तो तरिकाले पनि यहाँहरूले हामीलाई सबै मतदाताज्यूहरूले मतदान गर्नुभएको छ। तपाईँ सम्पूर्ण मतदाताज्यूहरूप्रति हामी कोशी प्रदेश समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। यो सँगै हामी पहिलोचोटि आएदेखि नै हामीले जिल्लाको अवस्था के छ, पत्रकारिता क्षेत्रमा कस्तो अवस्था छ, पत्रकारिता क्षेत्रमा साथीहरू कसरी रमाइराख्नु भएको छ, कसरी सङ्कट बिहोरिराख्नु भएको छ, मिडियाको अवस्था के छ, मिडिया प्रवर्धनका लागि स्थानीय तहले कसरी भूमिका निर्वाह गरिरहेका छन्, पत्रकार साथीहरू कति विस्थापित भए, कति अहिले क्रियाशील हुनुहुन्छ र कति मिडिया हाउसहरू बन्द भए र ती मिडिया हाउसहरू सञ्चालन हुन सकेका छन् कि छैनन्, यी यावत विषयवस्तुहरूमा हामीले चाहिँ कम्तीमा पनि जिल्लाका साथीहरूसँगै गएर चाहिँ खोजौँ, उहाँका दुःख सुखका कुराहरू सुनौँ भनेर हामी यो कार्यक्रम लिएर यहाँ आइपुगेका छौँ। म आदरणीय जनप्रतिनिधिहरूलाई सबैभन्दा पहिला स्वागत सम्मान व्यक्त गर्दै अनुरोध पनि गर्न चाहन्छु कि यो मुलुकको लोकतान्त्रिक व्यवस्था ल्याउनको लागि यहाँहरूले भूमिका निर्वाह हामीले गरेको छैनौँ भन्दैनौँ, यहाँहरूको भूमिका असाध्यै छ। त्योभन्दा धेरै कुरा नेपाली पत्रकारिता क्षेत्रमा काम गर्ने साथीहरूको ठुलो भूमिका छ भन्ने कुरामा यहाँले जानकारी नै हुनु छ। किनभने हिजो तपाईँहरू जनआन्दोलनमा होमिरहँदाखेरि, यो व्यवस्था ल्याउनको लागि होमिरहँदाखेरि हामीले नेपाली जनता सुखी र समृद्धि हुन्छन् भनी, नेपाली जनताहरू चाहिँ सार्वभौम हुन्छन् भनी र नेपाली जनता राष्ट्र प्रमुख हुन्छन् भनेदेखि कहिलेकाहीँ हामीले व्यावसायिक धर्महरूलाई पनि थाती राखेर यो जनता सुखी र समृद्धि बनाउनको लागि हामीले व्यावसायिक धर्महरूलाई केही ओझेलमा पारेर पनि अलिक ठुलो मद्दत पुग्नुपर्छ, मद्दत दिनुपर्छ, टेवा दिनुपर्छ भनेर हामीले यहाँहरूले आन्दोलन गरिरहँदाखेरि कहिलेकाहीँ 5000 को आन्दोलन निकालिरहँदाखेरि हामीले 5 लाख पनि लेख्यौँ, कहिलेकाहीँ 1 लाख को चाहिँ आन्दोलनमा यहाँहरू उत्रिरहँदाखेरि 10 लाख पनि उत्रियो। अब राज संस्था ढल्दैछ भन्ने कुराहरू हामीले सडकबाट हाम्रा आफ्ना कलमहरू चाहिँ त्यति धेरै देखाएर अगाडि बढायौँ र यो लोकतन्त्र व्यवस्था आयो, गणतन्त्र स्थापना भयो। यसमा हामी सबैको खुसी छौँ, किनभने यसमा प्रेस स्वतन्त्रताका सवालहरूले चाहिँ सम्बोधन भएका छन्। यसो भनिरहँदाखेरि यसबाट सबै जनताले प्राप्ति नै गरे, सबै जनताले उपलब्धि हासिल गरेकै छन् र त्यसमा सञ्चार क्षेत्रले पनि केही उपलब्धि हासिल गर्यो, तर सोचे अनुसार हुन सकेन। फड्को मारेकै हो, सञ्चार क्षेत्रले पनि धेरै ढङ्गले अगाडि पुगेको छ। यो सँगै राजनीतिक दलका नेताहरू जो तपाईँहरू हिजो जनआन्दोलनमा हुनुहुन्थ्यो, तपाईँहरूका चाहिँ आज वडा सदस्य पद सुरक्षित भए, कसैका चाहिँ वडाध्यक्ष हुनुभयो, कोही उपप्रमुख हुनुभयो, कोही प्रमुख हुनुभयो, कोही सांसद हुनुभयो, कोही मुख्यमन्त्री हुनुभयो, मन्त्री हुनुभयो, राष्ट्र प्रमुख हुनुभयो, प्रधानमन्त्री हुनुभयो। यसरी एवं रीति हेर्दाखेरि राजनीतिक दलका नेताहरूको उपलब्धि निकै ठुलो हासिल गरेको देखिन्छ। त्यसै गरी कर्मचारीको क्षेत्रमा सैन्य व्यवस्था आए पछाडि, गणतन्त्र प्राप्ति पछाडि 1 तह, 2 तह, 3 तह भन्दै उहाँहरूको पनि उपलब्धि हासिल हुँदै गएको, बढोत्तरी हुँदै गएको देखिन्छ। पत्रकारिता क्षेत्रको पनि बढोत्तरी नै भएको छ, तर बढोत्तरी भइरहँदाखेरि यसको व्यवस्थापनको पक्षमा, यसलाई सबलीकरण गर्ने पक्षमा, यसलाई मजबुत बनाउने पक्षमा पत्रकारहरू हिजो जनआन्दोलनको बेला त्यति धेरै सङ्घर्ष गरेका पत्रकारहरूलाई व्यवस्थित गर्नुपर्छ, उहाँहरूलाई बलियो बनाउनुपर्छ भन्ने कुरामा सरकारको ध्यान केन्द्रित हुन सकिरहेको छैन। यसकारण पनि हामीले के भनिरहेका छौँ भने कम्तीमा पनि स्थानीय सरकार भनेको जनताका सुख दुःखको सारथी हो। सङ्घ र प्रदेशका सरकारका कुरा छोडौँ,
स्थानीय तह जनताका सुख दुःखका सारथी हुन्। यहाँका पत्रकारहरू बनेका जनप्रतिनिधिहरूका प्रवक्ता पनि हुन्, सल्लाहकार पनि हुन्। सबै हिसाबले चाहिँ उहाँहरू सहयोगी पनि हुन्। तपाईहरुले गरेका कामहरूका मिडियाबाट प्रचार गरिरहनु भएको छ। हिजो निर्वाचनको बेला पनि त्यतिकै सहयोग गरिदिनु भएको छ र कहिलेकाहीँ तपाईहरुले बाटो बिराउनु भयो भनेदेखि पनि यहाँनेरि गल्ती र कमी कमजोरी भयो भने आफ्ना कलम मार्फत चाहिँ यहाँलाई सुझाव र सल्लाह पनि दिइराख्नु भएको छ। यस कारणले गर्दाखेरि यी मिडिया हाउस र यी पत्रकारहरू बचाउने जिम्मा स्थानीय सरकारको प्रमुख भूमिका रहेको छ र हामीले के भनिरहेका छौँ भने यो कार्यक्रम मार्फत यहाँहरूले सञ्चार नीति बनाइदिनुस्। तीनै तहका सरकारलाई कानुन बनाउने अधिकार छ। तीनै तहका सरकारले सहज रूपले कानुन बनाउनु छ। त्यो अन्तर्गत यहाँहरूले कानुन बनाइरहँदाखेरि सञ्चार नीति बनाइदिनुस् जसले यहाँका मिडिया हाउसहरू र यहाँका पत्रकारहरूलाई बलियो बनाउन सहयोग पुग्नेछ। यहाँका मिडिया हाउसहरू बलियो बनाउनुदेखि जनताका आवाजहरू चाहिँ बलियो हुन्छन्। जनप्रतिनिधिज्यूहरूका कामहरूले पनि अझ धेरै व्यापकता पाउँछ। लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनलाई मजबुत पुग्छ। आज व्यवस्था परिवर्तनका कुराहरू उठ्न थालेका छन्। यता कता व्यवस्थामाथि नै प्रहार हुन थालिरहेका छन्। यो व्यवस्था हामीले दुःखले ल्याएको व्यवस्थामाथि प्रहार हुनु भनेको हामी सबैजना फेरि पुरानै अवस्थामा फर्किनु हो। यसो भएको हुनाले गर्दा यो व्यवस्थाका विषयमा आइरहेका विषयवस्तुहरूलाई पनि सञ्चारकर्मीले फेरि पनि भूमिका निर्वाह गर्नुपर्ने भएको हुनाले गर्दाखेरि यहाँ स्थानीय तहले चाहिँ त्यो भूमिकालाई सहयोग गरिदिनुपर्छ भन्ने हाम्रो कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। आज पत्रकार साथीहरू विस्थापित भइराख्नु भएको छ। यो पेसामा टिक्न सक्ने अवस्था छैन। मिडिया हाउसहरू धमाधम बन्द भइरहेका छन्। यो मिडिया हाउसहरू बन्द भइरहँदाखेरि पत्रकारहरू विस्थापित हुनु परेको छ। कोही वैदेशिक रोजगारमा हुनुहुन्छ, कोही अरू पेसा व्यवसाय गर्न बाध्य हुनुहुन्छ। हामीले हिजो यो व्यवस्था ल्याउनको लागि लडिरहेका साथीहरू आज विस्थापित हुने क्रम भइरहँदाखेरि अब हिजो जे जस्ता भए अबका दिनमा चाहिँ कम्तीमा यहाँको मिडिया हाउसलाई बलियो बनाइदिनुहोस्। यो मिडिया हाउस बलियो भयो भने सबै पत्रकारहरू बाँच्छन् भनेर हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। अब यो सँगै थोरै म यहाँ के चर्चा पनि गर्न चाहन्छु भने यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु। आज सबै स्थानीय तहले केही नभए पनि 10 देखि 20 लाख कसैले 50 लाखसम्म पनि सञ्चारको क्षेत्रमा खर्च गरिराख्नु भएको छ। त्यो सञ्चारको क्षेत्रमा खर्च गरिरहँदाखेरि यहाँका पत्रकारहरूलाई प्राथमिकता बनाइदिनुहोस्। त्यो सञ्चार नीति बनाइदिनुहोस्। यसको अर्थ के हो भने यहाँका पत्रकार साथीहरूले तपाईँले गरेका हरेक गतिविधिका खोजमूलक ढङ्गले समाचार लेख्नुहुन्छ। लेखन वृत्तिको कार्यक्रम राखिदिनुहोस्, सम्मान कार्यक्रम राखिदिनुहोस्, ज्येष्ठ पत्रकारहरूलाई सम्मानित गरिदिने काम गरिदिनुहोस्, पुरस्कृत गर्ने काम गरौँ, क्षमता अभिवृद्धि गर्ने काम गरौँ। यसो भयो भनेदेखि यहाँका पत्रकारहरूलाई सहज हुनेछ र यो लेखन वृत्तिका माध्यमबाट आफ्नो क्षमता पनि प्रदर्शन गर्न सक्नुहुनेछ। र यो सँगै दिगोपना पनि भयो, पत्रकारिता क्षेत्रको दिगोपना पनि भयो। सञ्चार नीति बनाउने बेलामा चाहिँ तपाईँहरूले आज राष्ट्रिय पत्र पत्रिकाहरूमा ठुलो मात्रामा धनराशि खर्च गरिरहनु भएको छ। एउटा विज्ञापन, एउटा टेन्डर केही नभए पनि यहाँहरूको कार्यालयमा 1 लाखभन्दा तल भुक्तानी हुँदैन। कम्तीमा पनि 1 लाख रुपियाँ भुक्तानी हुन्छ। यहाँहरूले कानुन बनाइदिनुहोस्। त्यो कानुन बनाए पछाडि यहाँका मिडियालाई नै दिनुहोस्। त्यो तपाईँलाई बनाउने अधिकार छ। 1 लाखमा छापिने, काठमाडौँमा छापिने सूचना यहाँका साथीहरूले 10,000मा छाप्नुहुन्छ। 90,000 रुपियाँ पैसा स्थानीय तहमा बचत हुन्छ। त्यो पैसा तपाईँले कुनै विकास निर्माणमा हाल्न सक्नुहुन्छ। तपाईँलाई राष्ट्रिय स्तरको पत्रिकामै सूचना छाप्नुपर्छ भन्ने बाध्यकारी छैन। पिपिएममा सूचना प्रकाशित गरिसकेपछि स्थानीय पत्रिकामा सूचना प्रकाशन गरे पुग्छ। यदि तपाईँलाई कानुनी बाध्यता परो, जटिलता भयो, समस्या भयो भनेदेखि त्यसमा पनि 1 लाख रुपियाँ तपाईँले सूचना छापिरहँदाखेरि कम्तीमा 5,000 10,000 रुपियाँ अरू प्लस गरेर यहाँकै मिडिया हाउसलाई दिनुभयो भने कम्तीमा यहाँको मिडिया हाउस बलियो हुन्छ। यहाँको मिडिया हाउस बलियो हुनु भनेको पत्रकार साथीहरू बलियो हुनु, यहाँको पत्रकार साथीहरू बलियो हुनु भनेको तपाईँका सहयोगीहरू, तपाईँका सल्लाहकारहरू नै बलियो हुनु हो। त्यसो भएको हुनाले गर्दाखेरि हामीले यो कार्यक्रमको अभियान राष्ट्रिय स्तरको पत्र पत्रिका होइन, स्थानीय स्तरकै मिडिया हाउस बलियो बनाउने कुरामा यहाँहरूको भूमिका निर्वाह होस् भन्ने हाम्रो कार्यक्रमको मुख्य लक्ष्य भएको हुँदाखेरि यहाँहरूलाई म यही कुरा यहाँहरूको अनुरोध जानकारी गराउन चाहन्छु। यो कार्यक्रममा हामीले चाहिँ जिल्लाको अवस्थाको बारेमा केही विश्लेषण गर्नेछौँ। जिल्लाको पत्र पत्रिका सङ्ख्या, मिडियाको सङ्ख्या कस्तो छ र कति मिडिया हाउसहरू बन्द भए, पत्रकार साथीहरू कति क्रियाशील हुन्छ, महासङ्घको सदस्य सङ्ख्या कस्तो छ, कति साथीहरू विस्थापित हुनुभयो, यी सबै कुराहरूको चाहिँ यहाँ विश्लेषण गर्छौँ। यो सँगै स्थानीय तहले कसरी कानुन बनाउन सक्छ र स्थानीय तहले चाहिँ के कुरामा सहयोग गर्न सक्छ, जस्तो 100 वाटको रेडियोलाई दर्ता गरेर सञ्चालन गर्ने अधिकार चाहिँ स्थानीय तहमै निहित छ। अनलाइनहरू दर्ता स्थानीय तहले नै गर्न सक्छ। यी लगायत धेरै कामहरू गर्न सक्छन्। यो विषयमा हामी एकछिन छलफल गर्नेछौँ। यो कार्यक्रम
मा आइदिनु भएकोमा मेयर साहब, उपमेयर साहब, त्यसै गरी गाउँपालिकाको अध्यक्षज्यूहरू, उपाध्यक्षज्यू, उपप्रमुखज्यूहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र म पत्रकार साथीहरूलाई के कुराको जानकारी गराउन चाहन्छु भने हामीले पटक पटक र धेरै बोल्यौँ। आजको कार्यक्रमको हाम्रो यो आजको मात्रै सेड्युल होइन, हामी 13औं जिल्लामा आइरहँदाखेरि यो कार्यक्रमको सेड्युलमा पत्रकार साथीहरूको हामी आज होइन कहिले पनि हामीले यो कार्यक्रममा चाहिँ यहाँका भनाइहरूलाई हामीले समावेश गर्न सकेका छैनौँ। किनभने आज हामी जनप्रतिनिधिज्यूहरूका प्रतिबद्धता खोजिरहेका छौँ। सञ्चार नीति बनाउने कुरामा जनप्रतिनिधिज्यूका कुराहरू सुन्छौँ र त्यस पछाडि हामीले हाम्रा फोरमहरू फेरि धेरै हुन्छन्। तपाईँहरूसँग हामी अरू कार्यक्रम लिएर आउँछौँ, तपाईँहरूसँग फेरि भलाकुसारी गर्ने नै छौँ। त्यसो भएको हुनाले गर्दाखेरि आज हामी पत्रकारज्यूहरूको भन्दा पनि आज जनप्रतिनिधिहरूका कुराहरू सुन्ने कुराहरू यहाँलाई जानकारी गराउँदै यो आजको कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गर्न गइरहेको